विथ माई वाइफ किन भन्दाखेरि त्यो मुखको मुखै बिजोकै बनाउने अनि त्यो प्लस लात पनि आफूले खाइराखिन्छ अनि त्यो मात्रै होइन लाइक तिमीले खाएको गन्ध किन श्रीमतीलाई त्यो त ह्युमिलेटिङ भयो नि होइन अनि उसले मेरो रक्सी सुँगिदिनु पर्छ त होइन परेन नि सो म आई ट्राई टु हेभ अ सेपरेट बेड अर सेपरेट रुम नै होइन अनि म माथिको कोठामा यसै सुतेँ अनि माथिको कोठामा यसै यहाँ यतापट्टि सुतेँ अनि मिलिएको भए हामी 3 जना सँगै सुत्यौँ त्यहाँ त 2 जना मात्र एकजना भएर हामी 3 जना साथी त्यो 2 जना यहाँ सुतेँ अनि म यहाँ एकजना यता सुतेँ अब सुत्न जाउँ भनेपछि त सुत्ने हो नि त कुरो बुझ्न सुत्ने पो हो त गाई गयो कुरा गरेछन् घाँडा गुरु काट्छन् गाई गुरु काट्छन् मासल के गरेछन् यिनीहरू भनेर यस्तो ढोकोले हिँडे त मेरो दराजबाट लुगा झिकेर यो हेर त कस्तो छ यो ठिक छ यो ठिक छ अनि म गएँ नि गइसकेपछि उनीहरू एकदम क्याजुअल छन् कि त आइसवाला पनि छैन क्या मजाले छानिदिएछ म के छानेको रे भनेर देख्नुहोस् लुगा छानिरहेको छु अनि के छानिस् भने यसलाई 2टा हाफ ज्याकेट यसलाई 2टा हाफ ज्याकेट मलाई एउटा फुल ज्याकेट ल्याउँछु अब सर्ट छान्दैछौ एक पोका बनाइसकेका छन् सर यति भए पुगिहाल्यो नि त भनेर पोका पारेर लिएर गयो होइन सो त्यही मध्येको एउटा पवन शाह भन्ने